हेलो गुड मर्निङ नमस्ते सबैजना वेलकम टु माई युट्युब च्यानल। आज चाहिँ फेरि म नयाँ ब्लग स्टार्ट गरिसकेँ। आज चाहिँ हामी घले गाउँ आइसके हिजै र हाम्रो होमस्टे देख्न सक्नुहुनेछ। हाम्रो होमस्टे चाहिँ यो मिस यता चिया हाल्दै हुनुहुन्छ। बिहान बिहान देख्न सक्नुहुनेछ तपाईँहरूले। साइडमा चाहिँ हिमाल देखिरहेको छ, तर यो खम्बाले अलिकति डिस्टर्ब गरेँ। म तपाईँहरूलाई एकछिनपछि देखाउने छु। हामी सनराइज हेर्न थालेको बिहान बिहानै उठेर। हामी लाग्यौँ भर्याङ चाहिँ छैन है, तर खासमा यस्तो भर्याङ बाटो चढिरहेको छ। हामी भर्याङ चाहिँ भन्न मिलेन। अब हामी चाहिँ कहाँ अरे भ्युटार अनि अरू के अरे हामी भ्युटार हेर्न जान्न। त्यहाँबाट चिया बगान के भन्नुभएको छ कि त्यहाँबाट अन्नपूर्ण हिमाल देखिन्छ। अनि हामी एकदम धेरै अल्छी छौँ, त्यही भएर सनराइज चाहिँ मिस भयो हाम्रो। मिस भइसक्यो भइसक्यो। अहिले टनमा छिटो उठेर हेर्न पाएन ल। ओके हामी जाँदैछौँ। अब तपाईँहरूलाई देखाउने छु हामी के हेर्छौँ। ल अहिले चाहिँ स्मार्ट भिलेज घले गाउँ भ्रमण गर्नुभएकोमा धन्यवाद रे। हामी चाहिँ यहाँ भ्यू टावर हेर्न जाँदैछौँ। ह्याप्पी दसैँ है। Thank you for a visit. Thank you for your visit. 1 2 3 go. हामी चाहिँ अहिले दौडिँदैछौँ। 1 2 3 हास। यहाँ चाहिँ अलिकति पनि हेर्न पाइयो है। यो यहाँ रहेछ घले गाउँ गोर्खा आर्मी पार्क पो रहेछ त्यो। मिनी होइन फुलै हो यो। स्मार्ट भिलेज घले गाउँ भ्रमण गर्नुभएकोमा धन्यवाद रे। हामी चाहिँ यहाँ भ्यू टावर हेर्न जाँदैछौँ। ह्याप्पी दसैँ है। Thank you for a visit. Thank you for your visit. 1 2 3 go. हामी चाहिँ अहिले दौडिँदैछौँ। 1 2 3 हास। यहाँ चाहिँ अलिकति पनि हेर्न पाइयो है। यो यहाँ रहेछ घले गाउँ गोर्खा आर्मी पार्क पो रहेछ त्यो। मिनी होइन फुलै हो यो। स्मार्ट भिलेज घले गाउँ भ्रमण गर्नुभएकोमा धन्यवाद रे। हामी चाहिँ यहाँ भ्यू टावर हेर्न जाँदैछौँ। ह्याप्पी दसैँ है। Thank you for a visit. Thank you for your visit. 1 2 3 go. हामी चाहिँ अहिले दौडिँदैछौँ। 1 2 3 हास। यहाँ चाहिँ अलिकति पनि हेर्न पाइयो है। यो
यहाँ रहेछ गलेगाउँ गोर्खा आर्मी पार्कको पो रहेछ त्यो मिनी ब्लग हो मिनी होइन फुलै हो यो स्मार्ट भिलेज गलेगाउँ भ्रमण गर्नुभएकोमा धन्यवाद रे हामी चाहिँ यहाँ भ्यू टावर हेर्न जाँदैछौँ ह्याप्पी दसैँ है थ्याङ्क यू फर भिजिट थ्याङ्क यू फर योर भिजिट 1 2 3 go हामी चाहिँ अहिले दौड्दैछौँ 1 2 3 हास यहाँ चाहिँ अलिकति पनि हेर्न पाइयो है यो यहाँ रहेछ गलेगाउँ गोर्खा आर्मी पार्कको पो रहेछ त्यो मिनी ब्लग हो मिनी होइन फुलै हो यो स्मार्ट भिलेज गलेगाउँ भ्रमण गर्नुभएकोमा धन्यवाद रे हामी चाहिँ यहाँ भ्यू टावर हेर्न जाँदैछौँ ह्याप्पी दसैँ है थ्याङ्क यू फर भिजिट थ्याङ्क यू फर योर भिजिट 1 2 3 go हामी चाहिँ अहिले दौड्दैछौँ 1 2 3 हास यहाँ चाहिँ अलिकति पनि हेर्न पाइयो है यो यहाँ रहेछ गलेगाउँ गोर्खा आर्मी पार्कको पो रहेछ त्यो मिनी ब्लग हो मिनी होइन फुलै हो यो सबजना साथीहरू भित्र छिरोमा अब गुटुङटुङ लगाएर गलेगा औ के भन्दा पछाडि छ नि त सरिता हुन्छ आहा कति राम्रो हेर्नु तर क्यामेरामा नदेखिँदैछ क्या अलि माथि त्यहाँ नि अगाडि सिधा हामी यता त हिँडै रहन्छ है आज झरिसक्यो रहेछ बगैँचा यही हो बगैँचा पार्क भएर के हो त फुल हुन्छ भरे त्यही त तर म बस्ने ठाउँ हुन्छ देखिन त्योहरू यसो हेरेको तर हामी सिजन अनुसार नपऱ्यो नि होला सायद गाउँहरूको बगैँचा यही हो है यहाँ त उयसमा पो गाछ मनाङकोट यता साइड मनाङकोट यता साइड कहाँ भन्ने हिमालको बेस क्याम्पमा छ नि जेरो हाम्रो भ्यू टावर चाहिँ यही हो अरे अनि भने चाहिँ अहिलेसम्म दसैँ लगाएको छ है ह्याप्पी दसैँ भ्यू टावर यही हो अरे साथीहरू भ्यू टावर आशिष सर कति माथि जानु भ्यू टावर माथि यता हेर भ्यू टावर माथि नि त हामी अहिले सबसे टपमै हामी गलेगाउँको फेरि अरू ठाउँको नभन्नु होला प्लिज हामी देख्न सक्नुहुनेछ है राम्रो भ्यू यता खतरा भ्यू देखिरहेको छ हाम्रो साथीहरूको फेसमा चमका हाला नगर्नु सुन्छ अरूले है टिकटक अरू सब हेर्ने
पार्वती हो नौरी ल अरे सघले गाउँ लेखेको हामी भर्खर यहाँ आएर हतारमा फोटो खिच्दैछौँ क्युमा छ र हामी चाहिँ फर्किँदैछौँ घरे गाउँको पार्कबाट अब कहाँ जाने हाम्रो खाजा के छ भन्दा हामी एकदम एक्साइटेड छौँ ए अन्नपूर्ण कन्जर्भेसन एरिया नि रहेछ यहाँ त एरिया त्यत्रो देखेन त अघि हामी है त्यो त रेन्ज एरिया होइन त्यही भएर अन्नपूर्ण रेन्जको पुरै साइड देखिन्छ यहाँबाट हजुर ए यो चाहिँ नेक्स्ट टिकटक भिडियोको लागि हो त्यो चाहिँ आउँछ एकदम अभियस देखिन्छ यो चाहिँ घलेगाउँको मेन एन्ट्री पोइन्ट त्यो चाहिँ गेट भइहाल्यो अब यहाँबाट म्याक्सिमम गाडीहरू आउने जाने गर्छन् ऊ त्यहाँ चाहिँ माथि एउटा साइकल छ है त्यहाँ छ नि ब्रेकफास्ट घलेगाउँको है खाजाहरू सक्यो सेल देखाउँ मम्मीलाई यसरी बनाउनु भन न मम्मीलाई अघि सिँगै चाहिँ निस्केको ब्याग स्याग बोकेर हामीलाई नि बिदाई कार्यक्रम राम्रो गर्नु हुँदो रहेछ हामी निस्केको सबैजना ब्याग बोकेर ल अब चाहिँ बाटो तलको डेन्जर छ अब कसरी गइन्छ थाहा छैन बाटो एकदम अफरोड छ अफरोड एकदम सबजना लाइन बाई लाइन के हो र हामी तपाईँ कहाँ जानु माइत कसैले टन्नै बोक्नु भएको त एक झोला थका लाग्यो है त्यो चढ्नु है आमायाम गाह्रो गाह्रो फोटो र भिडियो दिँदा मात्र रमाइलो दुईजना मिसले भन्नुभयो अब एक्सचेन्ज अफर ल गरम गरम एक्सचेन्ज अफर ब्याग कहाँ मेरो थोरै हुनु लिने ब्याग लिनु भयो भने हात पनि गल्ने रहेछ ल अब चाहिँ हामी बसमा चढेपछि भेटौँला अनि होइन यो एउटा सानो फुल जस्तो हो हामीले बाटोमा भेटेका थियौँ हाम्रै भ्लगर दिदीलाई गरेको तर्सेन भयो तर भिडियो गर्ने बिर्सेछौँ हामीले अब हामी अरू नयाँ मान्छेलाई ट्राई गर्न जाँदैछौँ हेरौँ सक्सेसफुल हुन्छ लेट्स सी है कस्तो हुन्छ हाम्रो बस होइन यो वाला यो लिक लाग्यो सारेको त कोहीको फक्रेछ कोहीको कोही
हजुर हजुर तिमीले पुऱ्याइदिनु भयो कति वर्षपछि आयो नि तिमीले एसएलसी पास गर्नुपर्छ भनेर चाहिँ मैले कति क्लासमा 6 मा 10 वर्ष आयो नि पास गर्ने 5 वर्ष आयो नि पास गर्ने यहीँ बस होला एकछिन पैसा 10-20 रुपियाँ भए माग्नु पर्यो खुद्रा भएन हिँड्नु न हिँड्नु मिलाएर राखेर हुन्छ ब्याग मिलाउनु टमाटर साथी अब ओके बाई बाई कि आमा तपाईँ ढिलाउन अगाडि छिर्दिने कति राम्रो भिडियो आयो मिस आयो 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 अब मेरो ब्याग राख्नु लाग्यो ब्याग राख्नु हेलो हेलो ब्याग 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 फेरि फोटो खिच्ने बाहिर जानु पर्यो रे के गर्नु बाहिर भित्र हिँड्नुहोस् मिस फोटो खिच्न हिँड्नु पर्यो बाहिर फोटोसुट हाम्रो अङ्कल हुनुहुन्छ फोटो खिच्ने कार्यक्रम अरे हाम्रो यहाँ चाहिँ फोटो खिच्ने कार्यक्रम हुँदैछ हाम्रो सबजना ग्रुपिङ कहाँ आउनु यो निकाल्न थाले हो पर्यटन व्यवस्थापन समिति स्मार्ट भिलेज गोलेगाउँ लमजुङमा हार्दिक स्वागत गर्दछौँ तर ब्याक टु बस ल सबजना गुरुङ दिदी हो कति राम्रो सुनिदिइरहेको छु अहिले चाहिँ बस चढा हो बस चढ्यो यति बजी आउँछ कि आमा दोरीवाला आउँछ कि राम्रो मान्छेको पालो अन्त्य भएर बसिरहनु भएको दुईजना महानुभावहरू लास्टै नहुने पुरो मुखै भित्र एकछिन साइलेन्ट भयो नारायण भन्ने बित्तिकै छिर्छम मैले फेरि बस चलो खै दिदी म लडिन्छ अब माला लड्यो निर्मायामा कुरी जालैमा ए तपाईँ अगाडि जानु न अर्को सिटमा हुनु तपाईँ सिटै मेरो चलो दिदी नाच्नु के अब म चाहिँ नाच्छु त यहाँ छेउमा बस्नु मिल्दैन आउनु हामी चाहिँ लाग्यौँ अब बाई बाई घलेगाउँ पोखरातिर अब सर बसिरहनु भएको अगाडि मिलेर बस्नु अगाडि कहाँ हुनु पर्यो नि नो रिएक्सन फेल भयो दुईजना फेल आहा हिमालमा हिउँ तराईमा तोरी भन्छ हैन मिल्यो ल हामी चाहिँ अब यो बाटो कति मिल्यो कसको जोडी
कसको जोडी जोडी यता भन्नु के अरे दिदी जोडी यता हो कि नयाँ बेहुला हुनेवाला बेहुला अहिले त तादेखि राम्रै आउँछ त बा के हो यो ल अब चाहिँ म बाटो देखाउन सक्दिनँ 5 वर्ष तर बाटो यस्तो छ त्योहरू मेरो अलिकति रियाक्सन देख्नु भयो तपाईँहरूले बाटो त्यस्तो डेन्जर रहेछ के गर्नु त दिदी फेरि भन्नु त एकदम डेन्जर हो पानी के हुन्छ भन्नु पहिला पानी खायो भने पिसाब लाग्छ बाटोमा टर्निङ पनि त्यस्तै छ रोकी जानु छैन साइड जानु छैन हिँडेको छ होइन त अन्ताक्षरी सुरु भइरहेको छ बसमा यो पार्टी त कामै रहन्छ है के गर्यो बसलाई गाउनु पर्दैन आउनु पर्छ जिन्दगानी दर्पण छाया बस्छ के मस्त निदाउनु भइरहेको छ बेसी सर आइसके खाना खानालाई भित्र सुरुङभित्र हो खाना खाना नि है ए सरी गल्लीभित्र सिकाउने मान्छे उहाँ हुनुहुन्छ हामी चाहिँ होटेलमा आइसके हाम्रो होटेल खाना खान्छौँ भोक चाहिँ लागेको छैन त्यही पनि भने भर्खर खाजा पछि खाना हो आमा आन्टी हेलो आन्टी मैले त्यही सुनेको कि त्योहरू मैले भनेको छु ठ्याक्कै रचनाले चाहिँ त्यही गेस गर्नु भएको छ क्या आन्टी भने क्या आन्टी आन्टी आन्टीले मलाई आन्टी भन्नु भने त नि आन्टी भने दिनु जामिस यहाँ के फरक छ उहाँ र ममा धेरै फरक छ उहाँ पुरै लट्ठी चाहिँ यतापट्टि पुरै मोटी हुनुहुन्छ यास मोटी हुनुहुन्छ खाना आयो हाम्रो फाइनली खाना आयो तर भोक चाहिँ लागेको छैन तर यो खाना सकिन्छ कि सकिँदैन थाहा भएन जोस् खाना चाहिँ आयो पोखरा अब
त्यसपछि हामी चाहिँ लाग्नेछौँ पोखरा खाए ल साथीहरू। खाना खाएपछि देख्न सक्नुहुन्छ तपाईँहरूले सबजना मोबाइल चलाउनु भएको। हजुर यता नि मोबाइलमा बिजी, यता नि मोबाइलमा बिजी, यता नि मोबाइल बिजी, यता नि मोबाइल बिजी, सबजना। हाम्रो लाग्यो नि त टिकाले मैले त खोज्छु, मलाई टिका अहिलेसम्म छ मेरो त्यही। हामी दुईजनाको मात्र टिका। हामी चाहिँ बस्छ र पोखरा लाग्यौँ। पोखरा साथीहरू हामी फाइनल्ली आइसक्यौँ पोखराको फर्स्ट। यहीँ आएछ ताल। ल ताल यहीँ आएछ। ए हो रहेछ यार ताल त। होला सायद। मान्छे के बिधि प्याएको आमामामा चाहिँ पुरै टिकटै सक्यो भने हामी चाहिँ सबजना निकाल्नु भइरहेको छ। त्यसपछि अब हामी कहाँ जान्छौँ थाहा छैन। जस हामी फर्किन्छौँ यहाँबाट। बोटिङ गर्न पाएन हामीले टिकट सक्यो अरे। टिकटै सक्यो भोलि लगाए मात्रै भयो नि त। जानी भोलि जाने हो भोलि आज हाम्रो टिकट पायो। फाइनली फेरि हामीले टिकट पायो है। टिकट पायो अनि फेरि लगायो। साथीहरू सबजना खुसी भयो, मक्ख पर्दै हुन्छ सबैजना। यस फाइनली यसको लागि हामी घरमै ब्याग भयो। ल ओके फाइनली पायो नि त। अहिले पाएन फेरि अहिले पाएँ। अहिलेसम्म पाएन भने दुखी थियो, अहिले ठ्याक्कै पायो। तर हामी त्यहाँनिर धेरै बेर रोक्न पाउँदैन। 5-6 मिनटमा। हामीहरू लाइनमा छौँ। लाइनमा म भने यहाँ मलाई चेपेर स्यान्डविच बनाइसकेँ यहाँनिर। यस्तै सानो उसै सानो हेर्नु त्यहाँ के गर्यो के बित्तिकै प्याक बन्ने छ मान्छे। प्याक हामी यसरी लाइनमा। यस्तो नराम्रो देखाएको छ। हामी फाइनली बस्यौँ। हजुर हामी सर म चिप्लिरहे यहाँ बस्न मन थियो कि मलाई। त्यही भएर म कुद्दै आएको। हेलो यस माझिदाई पोखरा मेरो तालको नयाँ अच्छु जुद्यो हामी चाहिँ आइसके आइपुग्न थाले। हामी चाहिँ त्यो त अझै कहाँ एक राउन्ड हो। ए यता साइड पो ओर्लिन्छ। फोटो हेरौँ ल। यता हेरौँ त सबैजना। होइन तपाईँ मेरो माथि लिनु भ्याएर हामी त कालै कालो ला हस् ओके हल्लमै हल्ले बिस्तारै ल सरिता मिस अलिक तल आउनु ल।
बिहान सिमलाई मिलाई निस्किनु परेको छ यहाँ तर एल्लो होइन यता पोज भने ल कति गर्मी भएको एकछिन लाउँदा नि अब चाहिँ हामी फुकाल्यौँ लेट्स गो नाउ ओके अब हामी लाग्यौँ मन्दिरभित्र तर बेलुका भएर नै हामी चाहिँ मन्दिर दर्शन गरेर बाहिर निस्क्यौँ वरिपरि आज पोखरा सरी यति प्याक छ बाहिर त्यत्तिकै यता साइड त्यत्तिकै प्याक छ मन्दिर चाहिँ लास्ट प्याक अब हामी आइसक्यो यति धेरै प्याक पुरै नगर्नु ल कति धेरै भिड हो आज के हो यस्तो प्याक छ होइन नि उताबाट आउने मान्छेले यताबाट हो कि यता लाउने उता लाउने जाने हो कि कहाँ तपाईँ नबुझ्नु अनि फर्किने बेला त फेरि लाउनु पर्यो नि त खै के हो रात पर्यो यहाँ यसरी सिङ्गल हाम्रो सर कति ज्ञानी कति हेल्पफुल चारजना हामी लास्टमा आउँछौँ कि सबैजना होस् न फर्क्यौँ भने आउने बेला नि फर्किन्छ जाने हामी लास्टमा आउँछ कि सबैले ल्याउनु पर्यो नि त तपाईँहरू ग्रुपमा कतिजना आउनु भएको थियो हामी 8 जना हो कि 8 जना छैन कि मिसहरू 5 जना तपाईँहरू भयो होइन गुरुआमा यहाँ ग्रुप त रहेछ टन्नै हामी चाहिँ फर्किन लागेको तर हाम्रो फेरि ढुङ्गा छैन आउने बेला आयो ज्याकेट नलाइकन है अब चाहिँ फर्किने बेला के गर्नु धेरै प्याक भएर अब छिराम जो छ त्यो छिराम अब कसरी नकुर्ने अब जम चुप लगाएर हामी चाहिँ ढुङ्गामै अब जम ल साथीहरू जम यहाँ 8 जना रे है आइस जाने त्यो अगाडि जम आमा सब भिजाएरै छ है ल अब चाहिँ हामी फर्क्यौँ ल होइन ठिक छ म यहीँ बस्छु अहिले छैन आउनु होला साथीहरू आउनु होला ओ सेट आउनुहोस् अहिले चाहिँ हामी यहाँ यस्तो हेर्न आएको तर सब महँगो रहेछ तर केही पनि लिन सक्दिनँ अवस्थामा रहेछ यो त्यो राम्रो छ सब राम्रो तर लिन सकिन्न यसलाई छ तर यो कस्तो राम्रो रहेछ जम्मा 550 जम रुम जमाउ त म लास्ट थकित भइसक्यो म थकित एकदम थकित हो गए हम
मान्छे यसो बजार घुम्दै हिँडेको तर त्यो टाउ दुस्यो रुम जान मन लाग्यो कोही जान खोजेको छैन